नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। आज नाग पञ्चमी परम्परा अनुसार घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजा अर्चना गरेर मनाउँदै आगामी शनिबार प्रदेश नम्बर 2 को प्रदेश सभालाई सम्बोधन प्रधानमन्त्री ओलीले गर्ने। बाढी र पहिरोको चपेटामा परेर जजारकोट जिल्लाको तत्काल स्थल अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन राष्ट्रिय सभाका सांसदहरूद्वारा सरकारसँग माग। रौतहटको गैरमा एक विद्यालय लेखा सहायक 45,000 घुस सहित पक्राउ। लेखा सहायक प्रमोद ठाकुर अख्तियारको नियन्त्रणमा। र सरकारले अनसन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि मंगलबारको खारेका देशको प्रयास विश्वस्तर 4औं शिखर सम्मेलनको तयारी। प्रत्येक वर्ष साउन शुक्र पञ्चमीका दिन मनाइने नाग पञ्चमीको पर्व आज परम्परा अनुसार घरमा को मूल ढोकामा नागको तस्बिर टाँसी पूजा अर्चना गरेर मनाइँदैछ। यसरी नागको तस्बिर टाँस्दा वर्षभरिमा घरमा नाग सर्प र बिच्छी लगायतका जीवनले दुःख नदिनका साथै अग्नि मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदय कालमा पञ्चमी तिथि र पष्टीको युक्त पञ्चमी नाग पूजाका लागि शुभ मानिने भएकाले बिहीबार नाग पञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले जानकारी दिए। बुधबार बिहान 7:35 साउती तिथि थियो, त्यसैले सूर्योदयको भेटेन। बिहीबार बिहान 6:19 पञ्चमी तिथि सूर्योदयले उक्त तिथि शुद्ध मानिन्छ। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसायो भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी शनिबार प्रदेश नम्बर 2 को प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन्। साथै माओवादी जनयुद्धको सुरुवातमै शहीद प्राप्त गरेको शहीद रामवृक्ष यादवको स्मृति सभालाई समेत दुवै शीर्ष नेताले शहीद यादवको गाउँ धनुषाको रामझियामा सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा धनुषाले जनाएको छ। नेपाल पत्रकार महासंघ धनुषामा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका नेता विश्वनाथ शाहले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओली प्रदेश सभालाई सम्बोधन गरेपछि दुवैजना रामबझियाको सभामा सहभागी हुने बताए। एक तो ये कार्यक्रम और दूसरा जैसे स्मृति सभा में सहभागी हो गए कार्यक्रम, ये दुईटा कार्यक्रम है। प्रचंड जी शायद नहीं जेता, हमरा वो रिपोर्ट तो नहीं है, ओकर अब वही विषय में हमरा उतने जानकारी नहीं है। द्वारे कि हमरा लगे मुख्यमंत्री से ये चीज़ बोलने आवश्यक है। दुईवटा पार्टीको एकता केन्द्रमा घोषणा भए पनि जिल्ला स्तरमा संघर्ष भइरहेको बेला एकैपटक दुवै शीर्ष नेताहरूको जनकपुर आगमनलाई विशेष रूपमा लिएर तयारी थालिएको नेताहरू बताउँछन्। हमरा सबके ये ऐतिहासिक कार्यक्रम महत्व के साथ हम सभी द्वारा लेने चाहिए कि एहि बेर पार्टी एकता के बाद पहली बार हमरा सबके देश के प्रधानमंत्री अध्यक्ष कमरेड केपी ओली और अध्यक्ष कमरेड प्रचंड दोनों आबि रहल छै। पार्टी एकता के बाद इनका सबके पहले आगमन समिति में भेलाय कारण एहि कार्यक्रम के बहुत भारी महत्व है। और कमरेड शहीद कमरेड रामवृक्ष यादव के 24वें स्मृति दिवस के संदर्भ में उनका सबके उपस्थित विशेष महत्व रखे छै प्रदेश में। और एहि कार्यक्रम के लागि हम सब काल्हि परसू हम सब कार्यदल के बैठक केने रही और काल्हि हम सब जैसे धनुषा के जैसे विशेष मास परिचालन के लिए बेरिया में सिराहा के सब जिला के बैठक सब संपन्न हो चुके और करीब हम सब जैसे मिनिमम 20,000 मास। स्मृति सभा 2 नम्बर प्रदेश स्तरीय हुने जम्मा मार्च परिचालन स्वयंसेवक परिचालन समेत गरी शक्ति प्रदर्शन गर्ने नेकपाको योजना छ। नेपाली कांग्रेसले पर्चज मानिएको धनुषा 4 मध्ये नेकपाले संघीय संसदमा 2वटा क्षेत्र जितेको छ भने 3वटा प्रदेश सभा सदस्य जितेको छ। कांग्रेसले जिल्लामा 1 मात्र प्रदेश सभा सदस्य जितेको हो। पत्रकार सम्मेलनमा पार्टीका नेताहरू रामचन्द्र झा, श्री प्रसाद शाह, रामचन्द्र मण्डल सहितको उपस्थिति थियो।
निर्माण व्यवसायीहरूले पनि भदौ 1 गतेबाट लागू हुने भनिएको मुलुकी अपराध संहिता ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मुलुकी अपराध संहिता ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेको हो। महासंघका महासचिव रामशरण देउजाले सो ऐन संशोधन नभई लागू गरिएका सरकार विरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभयो। ऐनमा काममा गुणस्तरीय नभई निर्माण व्यवसायीलाई 10 वर्षसम्म कैद र 1 लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएकोमा महासंघको आपत्ति छ। महासचिव देउजालले व्यवसायीहरूलाई पेसाबाटै पलायन हुने गरी ल्याइएको मुलुकी अपराध संहिता ऐन संशोधन गरेर मात्र लागू गर्न सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। सरकारले आगामी भदौ 1 गतेदेखि मुलुकी ऐन प्रतिस्थापनाका लागि सो ऐन सहित 5 वटा ऐन एकसाथ लागू गर्दैछ। 1 गतेबाट लागू हुने भनिएको मुलुकी अपराध संहिता ऐनको 53 बमोजिमको प्रावधानप्रति यस महासंघको गम्भीर ध्यान आकर्षण भएको छ। मुलुकी ऐन अपराध संहिता ऐन 2074 को दफा 250 मा गरिएको व्यवस्था 53 बमोजिम छ। ठेक्का वा करारको काममा फरक पार्न नहुने, निर्माण सम्बन्धी काम वा अन्य कुनै काम गर्ने जिम्मेवारी लिएको व्यक्तिले वा निजको तर्फबाट काम गर्ने कुनै व्यक्तिले बेइमानीका नियतले निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगरी वा प्रयोग हुने मालको परिमाण घटी बढी पारी वा अन्य कुनै किसिमबाट निर्धारित गुणस्तरभन्दा फरक पारी निर्माण कार्य वा अन्य काम गर्न वा गराउनु हुँदैन। यसरी माथि उल्लेखित काम बमोजिमको कसुर गर्ने व्यक्तिलाई 10 वर्षसम्म कैद र 1 लाख रुपैयाँसम्म जरिवाना हुनेछ भनी एकपक्षीय ढङ्गबाट हामी निर्माण व्यवसायहरूबाटलाई पेसाबाट नै विस्थापित हुनुपर्ने गरी मुलुकी अपराध संहिता ऐनमा गरिएको यस्तो कानुनी व्यवस्थालाई यथाशीघ्र संशोधन गरी त्यस्तो कुनै व्यवस्था नगराउन यस महासंघ जोरदार माग गर्दछ। महासंघका पूर्व अध्यक्ष एवं वर्तमान निवर्तमान महासंघले दिउँसोको समय ट्रिपर चलाउन नदिने सरकारको निर्णयप्रति पनि कडा आपत्ति जनाएको छ। निर्माण सामग्री आपूर्ति गर्न कठिनाई हुने भएकाले सो समस्या समाधान गर्न पनि ठोस कदम चाल्न सरकारको ध्यानकर्षण गरिएको महासचिव देउजाले बताउनुभयो। महासंघको माग बमोजिम मुलुकी अपराध संहिता ऐनका माथि उल्लेखित विवादित प्रावधानहरू खारेज नभएमा महासंघले आन्दोलनका कडा कार्यक्रम ल्याउन महासंघ बाध्य हुने जानकारी पनि यसै पत्रकार सम्मेलन मार्फत हामी दिन चाहन्छौँ। निर्माण व्यवसायलाई अधोगतितर्फ लैजान सरकारबाट भइरहेका निर्णयहरूप्रति महासंघ कडा आपत्ति जनाउन चाहन्छ। यसै प्रसङ्गमा सरकारले एकपक्षीय ढङ्गले आफूहरूलाई मारमा पार्ने खालको विभिन्न निर्णय लिएको निर्माण व्यवसायीहरूको आरोप छ। राष्ट्रिय सभाका सांसदहरूले बाढी र पहिरोको चपेटामा परेको जाजरकोट जिल्लाको तत्काल स्थल अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय सभाका संसदीय कालीबहादुर मल्ल र भैरव सुन्दर श्रेष्ठले जाजरकोटको जिल्लाको विभिन्न स्थानमा आएको बाढी र पहिरोले भेरी नदी केही बेर थुनामा ठूलो प्राकृतिक विपत्ति आइपरेकाले उल्लेख गर्दै त्यसको स्थल अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो। राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै जाजरकोटको सांसद मल्लले नलगाड नगरपालिकामा आएको पहिरोले भेरी नदी थुनिँदा त्यहाँ ठूलो मात्रामा जग्गा जमिनको क्षति भई स्थानीय विस्थापित हुने अवस्था आएको भन्दै तत्काल उचित राहतको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। सांसद मल्लले पहिरोले बुप्रा खोलामा हालेको पुल बगाएको त्यसको पनि उचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। अर्का सांसद श्रेष्ठले पनि जाजरकोटमा खहरे खोलाले बगाएको ज्यान गएका उमेश सहीको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। गत मङ्गलबार जाजरकोटमा नलगाड नगरपालिका स्थित वडा नम्बर 2, 3, 6 र 7 मा आएको बाढी र पहिरोका कारण त्यहाँको बस्ती जोखिममा परेको छ। सांसदहरूको सोही क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्। अब केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार।
संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ। समितिको बुधबार बसेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि दफावार छलफल सुरु गरिएको हो। छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले विधेयकमा प्रस्तावित राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका संसदीय गगन थापा र दिलेन्द्र प्रसाद बडुले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारप्रति आपत्ति जनाउनु भएको हो। पूर्व सांसद स्वास्थ्य मन्त्री समेत रहनुभएका कांग्रेस सांसद थापाले समग्र स्वास्थ्य क्षेत्रलाई समावेश हुने गरी आयोगले क्षेत्राधिकार तोक्नुपर्ने माग पनि सरकारसँग गर्नुभयो। उहाँले विधेयकमा आयोगको क्षेत्राधिकारभित्र उच्च शिक्षा अन्तर्गतको स्वास्थ्य शिक्षा मात्रै समावेश गरिएको उल्लेख गर्दै त्यसमा सहमत हुन नसकेपछि आफूले संशोधन प्रस्ताव हाल्नु परेको पनि स्पष्ट पार्नुभयो। कांग्रेसका अर्का सांसद बडुले आयोगमा सदस्य मनोनित गर्ने अधिकार अध्यक्षलाई दिन नहुने माग गर्नुभयो। सदस्य मनोनयन आयोगले निर्णय अनुसार हुने व्यवस्था गर्न आफूले विधेयकमा संशोधन दर्ता गरेको उहाँको भनाइ थियो। यता सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरूले भने राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको विधेयक भन्दै सरकारको बचाउ गरेका थिए। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद कृष्ण भक्त पोखरेलले विधेयकको राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेर उल्लेख गर्दै त्यसलाई खुल्ला छलफल गरेर अघि बढाउन उपयुक्त हुने तर्क गर्नुभयो। नेपाल कम्युनिस्ट पार्टीकी अर्का सांसद रेखा शर्माले पनि विधेयकलाई खुल्ला छलफल गरी टुङ्गो लगाउनु पर्नेमा जोड दिनुभयो। उहाँले सरकारी चिकित्सकहरूलाई निजी क्षेत्रमा काम गर्न नपाउने व्यवस्था पनि विधेयकमा गर्न सरकारको गम्भीर ध्यानकर्षण गराउनुभयो। सांसदहरूले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग अनुसार सरकारले अघि बढाएको विधेयकमा केदार भक्तमाथिमा आयोगको भावनालाई पनि समेट्नु पर्नेमा जोड दिएका थिए। बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादव र शिक्षा विभाग तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले विधेयकमा व्यापक छलफल गरेर आवश्यक निर्णय लिन समिति समक्ष आग्रह गर्नुभएको थियो। समितिको अर्को बैठक आगामी आइतबार बिहान 8 बजेका लागि बोलाइएको छ। बैठकमा विधेयकमाथिको छलफललाई निरन्तरता दिने समितिका जेठ सदस्य मनबहादुर विश्वकर्माले जानकारी दिनुभयो। रौतहटको गौरस्थित युद्ध माध्यमिक विद्यालय लेखा सहायक प्रमोद ठाकुरले 45,000 रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन्। ठाकुरलाई अख्तियारको हेटौडा कार्यालयको टोलीले सेवाग्राहीसँग घुस लिँदै रहेको अवस्थामा पक्राउ गरेका हो। उनीहरूमाथि जुद्ध विद्यालय भवन निर्माणका क्रममा घुस लिएको आरोप छ। भवन निर्माणको बिल भुक्तानीका क्रममा लेखा आवश्यक ठाकुरले ठेकेदारसँग रकम लिएको प्रहरीले जनाएको छ। सरकारले अनसन बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशमा प्रयास विस्तृत चौथो शिखर सम्मेलनको तयारी कामलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार बसेको मूल तयारी समितिको बैठकले बिमस्टेक शिखर सम्मेलनको नारा घोषणा पत्र तयारी लगायतको कामलाई अन्तिम रूप दिएको हो। सदस्य राष्ट्रहरूबीच लगानी र व्यापार प्रबन्धन हुने गरी संगठनलाई प्रभावकारी बनाउने गरी सम्मेलनको तयारीको कामलाई अन्तिम रूप दिएको परराष्ट्र मन्त्री प्रदीप ग्वालीले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री एवं बिमस्टेक शिखर सम्मेलन मूल तयारी समितिका अध्यक्ष ओलीले सम्मेलनलाई ध्यानमा राखेर काठमाडौँको सडकको मर्मत सम्हारको कामलाई तीव्रता दिन पनि मतहतका निकायलाई सचेत गराउनु भएको थियो। सम्मेलनमा सदस्य राष्ट्रका सरकार प्रमुखहरू आउने भएकाले सडकको उचित व्यवस्थापन गर्न ढिलाइ नगर्न प्रधानमन्त्री ओलीले मतहतका निकायलाई निर्देशन पनि दिनुभएको परराष्ट्र मन्त्री ग्वालीले जानकारी दिनुभयो। विभिन्न आफ्नो रिपोर्ट प्रस्तुत गर्नुभएको छ। यसरी हेर्दा हामी सम्मेलन तयारीको एकदम अन्तिम चरणमा पुगेको देखिएको छ। गर्नुपर्ने केही कामहरू खास गरेर भौतिक संरचनाको तयारी, भिभिआइपी मुभमेन्ट हुने र हाम्रा सम्मेलन हुने ठाउँहरूमा जाने बाटोघाटोहरू लगायतको मर्मत कार्यलाई तीव्रता साथ
सम्पन्न गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ। घोषणापत्रलाई अन्तिम रूप दिने कामहरू हामीले गरिरहेका छौँ र यसरी समष्टिगत रूपमा बिमस्टेकको 4थो शिखर सम्मेलन नेपालले भव्य रूपमा आयोजना गर्ने र त्यो सम्मेलन पश्चात यो बिमस्टेक अझ बढी प्रभावकारी साबित हुने, खास गरी गरिबी निवारण, कनेक्टिभिटी, जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र बिमस्टेक क्षेत्रमा लगानी र व्यापारको प्रवर्धनको निम्ति यो प्रभावकारी संयन्त्रको रूपमा विकास हुने र यसमा नेपालले महत्त्वपूर्ण योगदान गर्ने निष्कर्षसहित आजको बैठक सकिएको छ। असन्न भदौ 14 र 15 गते काठमाडौँमा बिमस्टेकको 4औं शिखर सम्मेलन हुँदैछ। सरकारले सोही सम्मेलनको तयारीका कामलाई तीव्रता दिन मूल तयारी समिति र त्यसको अन्तर्गतका विभिन्न उपसमितिहरू बनाएको छ। सम्मेलनलाई प्रभावकारी बनाउन नेपालको महत्त्वपूर्ण योगदान दिने गरी तयारीको कामलाई अघि बढाइएको पनि परराष्ट्र मन्त्री ग्वालीले बताउनुभयो। जनकपुर प्रदेश स्तरीय बालिका सम्मेलनको आयोजना हुने भएको छ। दजेह प्रथा, बाल विवाह विरुद्ध र मुसहर समुदायको उत्थानमा क्रियाशील गैर सरकारी संस्थाहरूको सहजीकरण र प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा हुन लागेको बालिका भेलामा बाल विवाहको अवस्था र त्यसका कारणहरू, चुनौतीहरू, समाधानका विविध विषयहरूमा छलफल हुने भोरका अध्यक्ष राजकुमार महतोले बताए। इस प्रोग्राम करीब शाम चाहिए सबसे रामा होटल में हॉल में कोई जगह है। मेन इवेंट परसों के है सर, परसों सवेरे 8 बजे से ठीक 8 बजे शुरू करने लगे हम सब मारवाड़ी सेवा समिति के बड़का हॉल में कार्यक्रम है। प्रदेश नंबर 2 के सरकार सामाजिक विकास मंत्रालय के बैनर नेतृत्व में बाकी सब संस्था के सहकार्य में, लेकिन यहाँ के सरकार तो नेतृत्व लेना जरूरी, अपना तो लेना जरूरी है। सेंट्रल में भी महिला मंत्रालय का अनुसार तो 500 से बेसी सहभागी की योजना है, जिनमें 8 जिला से बालिका सब, किशोरी सब, किशोर सब, कुछ विवाहित बाल विवाह से पीड़ित लोग सब से हो रहता है, प्लस अन्य सरकार वाला अपने के। बिहिबार र शुक्रबार गरी 2 दिवसीय रूपमा आयोजना हुन लागेको सम्मेलनमा नयाँ र पुरानो 2वटा पीढीका सहभागीलाई राखेर समस्या समाधानका उपायहरू खोजिनेछ। सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउत सहितको उपस्थिति रहनेछ। 2 नम्बर प्रदेशका सबैभन्दा बढी सप्तरीमा 83% बाल विवाह हुने गरेको बताइएको छ। समग्र प्रदेशमा 60 देखि 70% सम्म बाल विवाह अझै हुने गरेको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। आज नाग पञ्चमी परम्परा अनुसार घरका मूल ढोकामा नागको तस्बिर टाँसी पूजा अर्चना गरेर मनाउँदै आगामी शनिबार प्रदेश नम्बर 2 को प्रदेश सभालाई सम्बोधन प्रधानमन्त्री ओलीले गर्ने। बाढी र पहिरोको चपेटामा परेको जजरकोट जिल्लाको तत्काल स्थलको अवलोकन गरी पीडितलाई राहत उपलब्ध गराउन राष्ट्र सभाका सांसदहरूद्वारा सरकारसँग माग। राउतहटको गैरमा एक विद्यालयले लेखा सहायक 45,000 घुस सहित पक्राउ, लेखा सहायक प्रमोद ठाकुर अख्तियारको नियन्त्रणमा। र सरकारले असन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगलाको खाडीका देशका प्रयास बिमस्टेक 4औं शिखर सम्मेलनको तयारी। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।